मुद्रा थाहा पनि मुजी महाचिक्नु नि केटीहरूले मात्र ल्याउँदै गीत खेलाउँदै नाच्ने कुना कुनाबाट खोज्दै ल्याउँदै गर्ने महाचिक्नु नि केटा मान्छे मरो नाच्ने केटा मान्छे छैन गाउँमा नाच्नुहरू हुन्छ टन्डा हुन नाच्नु। यो राडीको छोरो भोजराज थापाले केटी मात्रै ल्याउँछ केटा मात्रै ल्याउँदैन भन्दै मुजी सोशल मिडियामा भोजराजलाई आमा गाली दिँदैछस् तेरी आमा लिने राडीका छोरा तँसँग केटीसँग कला छ केटासँग के मुजी घन्टा छ राडीको छोरो केटी र केटा भनेर बेइज्जत गरिरहेछ। अबे महाशाला जसले राम्रो काम गर्छ नि त्यसको खिलाफमा लड्ने काम नगर नेपालीहरू राम्रो काम गर्नेलाई इज्जत गर नराम्रो काम गर्नेको गाड तोड। यहाँ केटा र केटी भनेर नछुटाउ बुझाउने केटीसँग पनि कला भयो भने केटीलाई पनि कलाकार बनाइन्छ र केटासँग पनि कला र गला भयो भने केटालाई पनि कलाकार बनाइन्छ। मुजी न केटीसँग कला न केटासँग कला भयो भने मेरो घन्टा बनाइन्छ कलाकार। राडीका छोरा एकअर्काको बेइज्जत गर्छौ उले कलाकार बन्यो आफ्नो बन्यो भन्न देऊ बनाए मान्छेले बनाउन देऊ। तिम्री आमा लिने राडीको छोरो कोही गरिब दुखीले केही गरेर खान्छ भनेपछि तिमीहरू त्यसको गाडमा जलन हुन्छौ। तिमीहरूले गरिब दुखीलाई कसैले मद्दत गरेको देखाऊ भोजरा जस्तै कोही मा खास्ने राडीको छोरोले मद्दत गरेको देखाऊ। कोही मुजी पत्रकारले कलाकार बनाएको छ आजसम्म त भन। राडीका छोराहरू बेइज्जत गर्छौ आफ्नै देशको बेइज्जत गर्छौ मुजीहरू। आफ्नो देशमा बसेर एउटा नेपालीले नेपालीलाई मद्दत गरिरहेछ नेपालीले नेपालीलाई कलाकार बनाइरहेछ त तिमीहरूको गाडमा किन जलन भइरहेछ राडीका छोरा मा छाला सुध्री जाऊ।